साथीहरू नमस्कार। भ्याकेन्सी नेपाल युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आज मिति 2081 साल चैत्र महिनाको 27 गते लोकसेवा आयोगले निजामती सेवाका राजपत्र अनाङ्कित द्वितीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका चौथो तहका पदहरूको आन्तरिक प्रतिस्पर्धा खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरिसकेको छ। यसमा चाहिँ निजामती सेवाका निम्न सेवा समूह उपसमूह तथा द्वितीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका चौथो तहका पदहरूमा आन्तरिक प्रतिस्पर्धा खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिन्छ। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली psconline1.psc.gov.np मार्फत आवेदन दिनुपर्नेछ। लोकसेवा आयोग कार्यालय धनकुटाले चाहिँ विज्ञापन खुलाइसकेको छ। यसमा चाहिँ नायब जलविज्ञान सहायक इन्जिनियर सिभिल हाइड्रोलोजी खुल्लाबाट एकजना यो चाहिँ पुनः विज्ञापन गरिएको रहेछ। अपरेटर इन्जिनियर मेकानिकल न्युस आन्तरिक प्रतिस्पर्धा एकजना, अपरेटर इन्जिनियर मेकानिकल न्युस खुल्लाबाट एकजना, अपरेटर इन्जिनियर मेकानिकल न्युस महिलाबाट पनि एकजना, अपरेटर इन्जिनियर मेकानिकल न्युस मधेसीबाट पनि एकजना, मेकानिक्स इन्जिनियर मेकानिकल न्युस दलितबाट एकजना, इलेक्ट्रिसियन इन्जिनियर मेकानिकल न्युस महिलाबाट एकजना, नायब मौसम विज्ञान सहायक इन्जिनियर मेटेरियोलोजी खुल्लाबाट 2 जना, पुनः विज्ञापन 2 जना अनि त्यसपछि माग पद सङ्ख्या 2 जना गरेर 4 जना खुलाएको छ। नायब मौसम विज्ञान सहायक इन्जिनियर मेटेरियोलोजीबाट अपाङ्गबाट पनि 1 जना माग गरिएको छ। पुनः विज्ञापन रहेछ। अमिन इन्जिनियर सर्वे आन्तरिक प्रतिस्पर्धाबाट 1 जना, अमिन इन्जिनियर सर्वे 2 जना, अमिन इन्जिनियर सर्वे महिलाबाट 1 जना, अमिन इन्जिनियर सर्वे आदिवासी जनजाति मधेसीबाट 1 जना, नायब प्राविधिक सहायक कृषि खापो तथा गुणी खाद्य पोषण तथा गुणस्तर नियन्त्रण कार्यालयबाट 1 जना, सहायक कम्प्युटर अपरेटर विविधबाट 1 जना। त्यसैगरी लोकसेवा आयोग कार्यालय इलामले पनि मेकानिक्स इन्जिनियर मेकानिकल आन्तरिक प्रतिस्पर्धा 1 जना, इलेक्ट्रिसियन इन्जिनियर मेकानिकल न्युस खुल्लाबाट 1 जना, सिनियर मिस्त्री इन्जिनियर मेट्रोलोजी खुल्लाबाट 1 जना, अमिन इन्जिनियर सर्वे खुल्लाबाट 2 जना, अमिन इन्जिनियर सर्वे महिला 1 जना, नायब प्राविधिक सहायक कृषि बागवानी आन्तरिक प्रतिस्पर्धा 1 जना, सहायक कम्प्युटर अपरेटर विविध आन्तरिक प्रतिस्पर्धाबाट 1 जना, सहायक कम्प्युटर अपरेटर विविध खुल्लाबाट 3 जना, सहायक कम्प्युटर अपरेटर विविध मधेसीबाट 1 जना, सहायक कम्प्युटर अपरेटर विविध पिछडिएको क्षेत्रबाट 1 जना। त्यसैगरी लोकसेवा आयोग कार्यालय खोटाङबाट गणक आर्थिक योजना तथा तथ्याङ्क खुल्ला 1 जना, गणक आर्थिक योजना तथा तथ्याङ्क आदिवासी जनजाति पुनः विज्ञापन 1 जना, अमिन इन्जिनियर सर्वे खुल्ला 3 जना, अमिन इन्जिनियर सर्वे महिला 1 जना, अपाङ्ग 1 जना, सिनियर गेम स्काउट 1 नेपा एन्ड वाला आप्रबाट 1 जना खुल्ला 1 जना, आदिवासी जनजाति 1 जना, सहायक कम्प्युटर अपरेटर विविध खुल्ला 1 जना, आदिवासी जनजाति 1 जना, अहेब स्वास्थ्य आदिवासी जनजाति 1 जना खुलाएको छ। त्यस्तै गरी लोकसेवा आयोग कार्यालय जलेश्वरको विज्ञापन हेर्न सक्नुहुन्छ। अपरेटर इन्जिनियर मेकानिकल न्युस आप्र 1 जना, अपरेटर इन्जिनियर मेकानिकल न्युस खुल्ला 2 जना, अपरेटर इन्जिनियर मेकानिकल महिलाबाट पुनः विज्ञापन 2 जना, आदिवासी जनजाति 1 जना, मधेसी पुनः विज्ञापन 1 जना, मेकानिकल 1 जना र खुल्लाबाट 1 जना माग गरेर 2 जना छ। मेकानिकल इन्जिनियर मेकानिकल न्युस खुल्ला 2 जना, अमिन इन्जिनियर सर्वे खुल्ला 3 जना, आदिवासी जनजाति 1 जना, पिछे 1 जना, नायब प्राविधिक सहायक कृषि बागवानी खुल्ला 1 महिला 1 खुल्ला 1, हेड फिल्ड असिस्टेन्ट वन बोटानी खुल्ला 1 जना, सहायक कम्प्युटर अपरेटर विविध खुल्ला 1, सहायक कम्प्युटर अपरेटर विविध आदिवासी जनजाति 1 जना। त्यसै गरी लोकसेवा आयोग काठमाडौँ कार्यालयले पनि गणक आर्थिक योजना तथा तथ्याङ्कमा दलित 1 जना माग गरेको छ।
नायब जलविज्ञान सहायक इन्जिनियर सिभिल हाइड्रोलोजी खुल्ला पुनः विज्ञापन 1 जना, माग पद सङ्ख्या 1 जना गरेर 2 जना, आदिवासी जनजाति 1 जना, सिनियर मिस्त्री इन्जिनियर मेकानिकलतर्फ आप्रबाट 2 जना, खुल्लाबाट 3 जना, महिलाबाट 1 जना गरेको छ। अपरेटर इन्जिनियर मेकानिकल आप्र 1 जना, खुल्ला 2 जना, मागपत सङ्ख्या 1 गरेर 3 जना, आज 1 जना, अपाङ्ग 1 जना, आप्र 1 जना, खुल्ला पुनः विज्ञापन 1 र मागपत सङ्ख्या 3 गरेर 4, महिला 1 जना पुनः विज्ञापन, मेकानिक्सतर्फ नै आज 1 जना, अपाङ्ग 1 जना, इलेक्ट्रिसियन इन्जिनियर मेकानिकल नै छ महिला 1 जना, नायब मौसम विज्ञान सहायक खुल्ला पुनः विज्ञापन 1 जना, नायब मौसम विज्ञान इन्जिनियर मेट्रोलोजी महिला 1 जना, अमिन आप्र 1 जना, नायब प्राविधिक सहायक कृषितर्फ महिला 1 जना, नायब पशु सेवा प्राविधिक कृषि आप्र 1 जना, नायब पशु सेवा प्राविधिक मधेसी 1 जना, हेड फिल्ड असिस्टेन्ट वन बोटानी आन्तरिक प्रतिस्पर्धा 1 जना, हेड फिल्ड असिस्टेन्ट वन बोटानी आप्र, सहायक कम्प्युटर आप्र 1 जना, खुल्ला 1 जना, महिला 1 जना, आदिवासी जनजाति 1 जना गरेर। त्यसै गरी मुद्रण सहायक शिक्षा मुद्रण व्यवस्थापन भनेको छ पुनः विज्ञापन 1 जना खुल्लातर्फ। त्यस्तै गरी हेटौँडा कार्यालयले पनि खुलाएको छ। त्यसै गरी नायब जलविज्ञान सहायक खुल्ला 1, मागपत सङ्ख्या 1 नै भयो। अपरेटर इन्जिनियर मेकानिकल आप्र 1 जना। यसै गरी हेर्न सक्नुहुन्छ साथीहरू, अपरेटर इन्जिनियर अमिन सिनियर गेम स्काउट त्यस्तै गरेर सहायक कम्प्युटर अपरेटर खुलाएको छ। त्यस्तै गरी लोकसेवा आयोग कार्यालयले पनि गणक अपरेटर मेकानिक्स अमिन खुलाएको छ, हेर्न सक्नुहुन्छ कम्प्युटर अपरेटर। त्यसै गरी लोकसेवा आयोग कार्यालय बागलुङले पनि खुलाएको छ गणक अमिन सहायक कम्प्युटर अपरेटर अहेब स्वास्थ्य। लोकसेवा आयोग बुटोलले पनि खुलाएको छ गणक अपरेटर इन्जिनियर मेकानिक्स इन्जिनियर अमिन सहायक कम्प्युटर अपरेटर विविध अहेब स्वास्थ्य हेल्थ असिस्टेन्ट खुलाएको छ, हेल्थ अहेब पनि खुलाएको छ। त्यस्तै गरी लोकसेवा दाङ कार्यालयले गणक आर्थिक योजना तथा तथ्याङ्क मेकानिक्स सिनियर मिस्त्री नायब मौसम विज्ञान अमिन सहायक कम्प्युटर अपरेटर खुलाएको छ। लोकसेवा आयोग कार्यालय सुर्खेतले पनि खुलाएको छ। त्यस्तै गरी जुम्ला कार्यालयले पनि खुलाएको छ। दिपायलले महेन्द्रनगरले हजुरहरूले आफ्नो जहाँ पाएको पर्छ त्यहीँबाट भर्न सक्नुहुन्छ। अब फर्म सम्बन्धी जानकारीतर्फ लागौँ। विज्ञापन सम्बन्धी विशेष सूचना सम्मानित सर्वोच्च अदालतबाट रिट नम्बर 078WO-0660 उपर भएको उत्प्रेषण प्रमादेशको आदेश बमोजिम जारी हुने सङ्घीय निजामती सेवा ऐनमा समावेशी समूहको हकमा समेत पद सङ्ख्या निर्धारण भए बमोजिम हुने गरी हाललाई निजामती सेवा ऐन 2049 बमोजिम विज्ञापन सूचना प्रकाशन गरिएको छ। परीक्षाको किसिम पाठ्यक्रममा तोकिए बमोजिम प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता। परीक्षा केन्द्र लोकसेवा आयोग कार्यालय जलेश्वरबाट भर्नुभयो भने सिराहा जिल्लाको लाहान र पर्सा जिल्लाको वीरगञ्जमा तथा लोकसेवा आयोग कार्यालय सुर्खेतबाट भर्नुभयो भने हुम्ला जिल्लाको सदरमुकाम तथा लोकसेवा आयोग कार्यालय जुम्ला कार्यालयबाट विज्ञापन हुने परीक्षा केन्द्र डोल्पा जिल्लाको सदरमुकाम समेत कायम गरिनेछ। अन्यको हकमा भने धनकुटा इलाम खोटाङ जलेश्वर काठमाडौँ हेटौँडा पोखरा बागलुङ बुटोल दाङ सुर्खेत जुम्ला दिपायल र महेन्द्रनगर कार्यालयहरूले तोके बमोजिम नै हुनेछ। दरखास्त दस्तुर प्रत्येक विज्ञापनका लागि दरखास्त 500 र समावेशीतर्फ आवेदन दिन चाहनुभयो भने 150 थप हुनेछ। दरखास्त दिने अन्तिम मिति भनेको 2082 वैशाख 16 गते र दोब्बर दस्तुर तिरेर चाहिँ वैशाखको 23 गते। सिङ्गल दस्तुर सकिएको 1 हप्तासम्म डबल दस्तुरमा फर्म भर्न सक्नुहुनेछ। उम्मेदवारको हक भनेको 16 गतेसम्म 2082 वैशाख 16सम्म 18 वर्ष पुरा भई 35 वर्ष नलागेको र महिला तथा अपाङ्ग उम्मेदवारहरूको हकमा 40 वर्ष ननागेको। स्वास्थ्य सेवाका पदहरूको हकमा 18 वर्ष पुरा भई 45 वर्ष ननागेको हुनुपर्नेछ। निजामती सेवामा पदमा बहालवाला स्थायी कर्मचारीलाई भने उमेरको हद लाग्ने छैन।
अब दरखास्त बुझाउने विधि र स्थान भनेको आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार सङ्केत नम्बर उल्लेख भएको बैंक भाउचर प्रिन्ट गरी तोकिएको बैङ्कहरूबाट नगद बुझाउन सकिन्छ। ढिलोमा मिति 82/1/24सम्म तोकिएको दोबर दस्तुर अनिवार्य बुझाइसक्नुपर्नेछ, अन्यथा मान्य हुने छैन। तल प्रचलित कानुन बमोजिम रहेको छ भने सेवा सम्बन्धी निकाय भनेको सेवा समूहको प्रशासन सञ्चालन गर्न तोकिएको सम्बन्धित आयोग मन्त्रालय निकायमा चाहिँ रहेर काम गर्नुपर्नेछ। लिखित परीक्षा भनेको प्रथम पत्र दिनको 1 बजे लिखित परीक्षा कार्यक्रम समय प्रथम पत्रको दिनको 1 बजे 45 मिनट र द्वितीय पत्र दिनको 2:15 बजे 2 घण्टा 15 मिनट रहेको छ। अपरेटर इन्जिनियर मेकानिकलको इक्जाम भनेको 2082 असार 4 गते, गणकतर्फ असार 5 गते, अहेब स्वास्थ्यतर्फ असार 6 गते, हेडफिल्ड असिस्टेन्ट वन बोटानीतर्फ असार 2082 असार 6 गते, सहायक कम्प्युटर विविध 2082 असार 7 गते, स्टोर मेकानिक्स इन्जिनियरतर्फ 2082 साल असारको 7 गते, मेकानिक्स इन्जिनियर मेकानिकल न्युज 2082 असारको 8 गते, नायब प्राविधिक सहायक 2082 असार 9 गते, सिनियर गेम स्काउट असारको 9 गते नै छ। त्यसै गरी इलेक्ट्रिसियन इन्जिनियर मेकानिकलतर्फ असार 10 गते, सिनियर मिस्त्री असार 11 गते, नायब प्राविधिक सहायक कृषि असार 12 गते, नायब मौसम विज्ञान सहायक मेट्रियोलोजी असारको 12 गते, नायब जलविज्ञान सहायक असारको 13 गते, अमिन इन्जिनियर 14 गते, नायब प्राविधिक सहायक कृषि असार 15, सिनियर मिस्त्री असार 15, मुद्रण सहायक शिक्षातर्फ असार 16 गते रहेको छ। नोट: प्रथम र द्वितीय पत्रको परीक्षा पाठ्यक्रममा तोकिए बमोजिम एकै दिनमा सञ्चालन हुनेछ। अब आवश्यक न्यूनतम योग्यतातर्फ लागौँ। आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशीका लागि निजामती सेवा ऐन 2049 को दफा 10 र नेपाल स्वास्थ्य सेवा ऐन 2053 को दफा 12 बमोजिम अयोग्य नभएको तथा अध्यायअनुसारको न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ भनेर गणक आर्थिक योजना तथा तथ्याङ्कको लागि चाहिँ मान्यताप्राप्त शिक्षण संस्थाबाट गणित वा तथ्याङ्कशास्त्र विषयसहित प्रवीणता प्रमाणपत्र तह वा सोस्वर उत्तीर्ण वा ऐच्छिक गणित विषयसहित एसएलसी वा सोस्वर उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा 3 महिना तालिम प्राप्त वा गणित विषयसहित एसएलसी वा सोस्वर उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा 6 महिनाको अनुभव प्राप्त नायब जलविज्ञान सहायकमा चाहिँ मान्यताप्राप्त शिक्षण संस्थाबाट टिएसएलसी वा सोस्वर उत्तीर्ण गरी सम्बन्धित विषयमा तालिम प्राप्त 1 वर्षको अनुभव। त्यसै गरी मेकानिक्सतर्फ मान्यताप्राप्त शिक्षण संस्थाबाट टिएसएलसी उत्तीर्ण, स्टोर मेकानिक्सतर्फ टिएसएलसी, यहाँ चाहिँ अमिनतर्फ मान्यताप्राप्त शिक्षण संस्थाबाट गणित विषयले एसएलसी वा सोस्वर उत्तीर्ण गरी जियोमेट्रिक विषयमा कम्तीमा 1 वर्षको तालिम प्राप्त गरेको। त्यस्तै गरी नायब प्राविधिक सहायक कृषितर्फ विज्ञान विषय वा एसएलसीमा खाद्य विज्ञान विषयको टिएसएलसी टेक्निकल एसएलसी पास गरेको हुनुपर्ने भनेको छ। यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले सम्पूर्ण कुराहरू सूचनामा क्लियर लेखेको छ। समावेशी समूह भन्नाले आदिवासी जनजातिको हकमा चाहिँ कागजातहरू प्रमाणित गर्नुपर्ने छ। मधेसीको हकमा पनि पर्यो, दलितको हकमा नि पर्यो, अपाङ्गको नि पर्यो, पिछडिएको क्षेत्रमा पनि पर्यो। र यो सूचना चाहिँ आयोगको वेबसाइट www.psc.gov.np बाट पनि लगइन गरेर हेर्न सक्नुहुनेछ। तपाईहरू यो भिडियोमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट गर्नु होला। पाठ्यक्रम सम्बन्धी केही कन्फ्युजन भयो भने कमेन्टमा छोडिदिनु होला, यहाँलाई पुनः जानकारी गराउनेछु भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। नमस्कार।